नेपाली क्रिकेटमा ठूलो परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ क्यानले कप्तानबाट रोहित पौडेललाई हटाउँदै दिपेन्द्र सिंह ऐरीलाई नयाँ पूर्णकालीन कप्तान नियुक्त गरेको छ। तर यससँगै आएको अर्को अचम्मको खबर रोहित पौडेललाई टोलीबाटै बाहिर राखिएको छ। यो निर्णयले अहिले क्रिकेट वृत्तमा ठूलो बहस सुरु भएको छ। रोहितको फर्म, रणनीति वा आन्तरिक कारण के हो वास्तविक कारण, यो अझै पूर्ण रूपमा बाहिर आएको छैन। अब सबैको नजर नयाँ कप्तान दिपेन्द्र ऐरीतर्फ छ। के उनी नेपाललाई नयाँ उचाइमा लैजान सफल हुन्छन्? नेपालको टिम कप्तान अब दिपेन्द्र सिंह ऐरी र एक दिवसीय ओडिआईमा भने रोहित पौडेल यथावत छन्। क्यानले ओडिआईमा रोहित पौडेल र टिम आईमा दिपेन्द्र सिंह ऐरीलाई कप्तानी सुम्पने निर्णय गरेको छ। रोहित नेपाल र युएई बीच हुने सिरिजको टोलीमा छैनन्। यो नेपाली क्रिकेटका लागि साँच्चै नै एउटा अप्रत्याशित र ठूलो मोड हो। नेपाल क्रिकेट संघ क्यानले फर्म्याट अनुसार कप्तान विभाजन गर्ने स्प्लिट क्याप्टेन्सी रणनीति अपनाउनु आफैमा एउटा साहसी कदम मान्न सकिन्छ। तर रोहित पौडेललाई बाटै बाहिर राख्नुले धेरैलाई अचम्मित बनाएको छ। यहाँ यस टी20 टोली दिपेन्द्र सिंह ऐरी कप्तान, कुशल भुर्तेल, सन्दीप लामिछाने, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, लोकेश बम, बसिर अहमद, नन्दन यादव, सन्तोष यादव, हेमन्त धामी, अर्जुन साउद, शेर मल्ल, साहब आलम र आरिफ शेख। ओडिआई टोली रोहितको नेतृत्व र पुरानो अनुहारको पुनरागमन। एक दिवसीय क्रिकेट WCL 2 मा भने रोहित पौडेलले नै नेतृत्व सम्हाल्नेछन्। यस टोलीमा केही उत्साहजनक पुनरागमन र नयाँ प्रतिभाको प्रवेश भएको छ। ओडिआई टोलीका सदस्यहरू: रोहित पौडेल कप्तान, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, बसिर अहमद, भीम सार्की, विनोद भण्डारी, अर्जुन कुमाल, ललित राजवंशी र नन्दन यादव। मुख्य आकर्षण र विश्लेषण: रोहित पौडेलको अनुपस्थिति टोलीबाट रोहितको बहिर्गमनले धेरै प्रश्नहरू उब्जाएको छ। के यो उनको स्ट्राइक रेटको कारण हो वा कार्यभार, वर्कलोड, व्यवस्थापन? यसको स्पष्ट कारण अझै बाहिर आउन बाँकी छ। नयाँ र पुनरागमन अनुहार: युवा ब्याटर अर्जुन कुमारले ओडिआईमा पहिलो पटक स्थान बनाउनु सुखद पक्ष हो। साथै विनोद भण्डारी र भीम सार्कीको पुनरागमनले मध्यक्रमलाई थप अनुभवी बनाउने अपेक्षा गरिएको छ। दिपेन्द्रको